नमस्ते, म टेक आचार्य। फेरि पनि कम्युनिटी फर कम्युनिटी सम्बन्धी अलिकति इम्प्रुभमेन्ट सम्बन्धी जानकारी लिएर आएको छु। पहिला अलिकति सर्भिस अनबोर्डिङ प्रोसेस अलिकति टिडियस भयो, लिटल बिट टु मच टाइपको भयो भन्ने फिडब्याक आएकोले गर्दाखेरि त्यसलाई इम्प्रुभमेन्ट गरिएको छ। तपाईँहरूले चलाउने सर्भिसमा धेरै इम्प्रुभमेन्ट भएको छ। विशेष गरी सर्भिस अनबोर्डिङ प्रोसेस जो छ त्यसलाई सर्टन गरिएको छ र अलिकति डकुमेन्ट्स सम्बन्धी जो गरिएको थियो पहिला अपलोड डकुमेन्टहरू प्रोभाइड गर्नुपर्छ भन्ने तिनीहरूलाई अलिकति अप्सनल बनाइएको छ। सो विच इज अ गुड थिङ। अब ल ठिक छ। अब लगइन गरेर आफ्नो एकाउन्ट बनाएर लगइन गर्दाखेरि यहाँ ल्यान्ड हुन्छ। अनि यहाँ आइपुगे पछाडि कि त तपाईँले यहाँबाट सुरु गर्नु पर्यो अपडेट प्रोफाइल, किनभने यहाँ प्रोफाइलमा गएर क्लिक गर्दाखेरि अनबोर्ड सर्भिस, यहाँबाट अब सर्भिस अनबोर्ड गर्न सुरु गरौँ है त। अब यो रेजिस्टर्ड बिजनेस छ भने यतापट्टि अनरेजिस्टर्ड, तपाईँले केही सर्भिस दिनुहुन्छ कम्युनिटीलाई तर अझै पनि रेजिस्टर गर्नुभएको छैन भने यु क्यान गो दिस राउट। तर सर्टन कुराहरू चाहिँ रेजिस्टर्ड नै भएको हुनुपर्छ है त। सामान्य कुरा ह्यान्डिम्यानहरू भयो, सानातिना कुरा कार डिटेलिङहरू भयो, ती कुराहरू रेजिस्टर गरेकै हुनुपर्छ भन्ने नहोला। सानातिना अब घरमा मिठाई बनाउनु हुन्छ त्यस्ताहरू चाहिँ हुन्छ है त। तर ठुल्ठुलो बिजनेस साँच्चीकै अब सर्भिस नै प्रोभाइड फरियल टाइपको सर्भिस नै प्रोभाइड गर्नुहुन्छ भने चाहिँ बिजनेस तर्फबाट जानुपर्छ र रेजिस्टर गरेको हुनुपर्छ। र अहिलेको लागि इक्जाम्पल हामी यहीँ छौँ है त। अनि कुन स्टेटमा रेजिस्टर गर्नुभएको छ तपाईँको बिजनेस, वेयर इज योर बिजनेस रेजिस्टर्ड है त। तपाईँको यहाँबाट सेलेक्ट गर्नु होला स्टेट। म अहिले पेन्सिल्भेनियालाई सेलेक्ट गरेर जाँदैछु है त। र पेन्सिल्भेनियाका लागि एकदमै सजिलो पनि छ, इन्क्लुडिङ ओहायोको लागि पनि। र म अझै पनि बेटर बनाउने उसमा प्रयासरत छु। र यहाँनिर अब लेट्स फाइन्ड योर बिजनेस है त। अनि लेट्स से अब कुनै एउटा गोल्डन होम इम्प्रुभमेन्ट, गोल्डन होम इम्प्रुभमेन्टलाई यहाँ सर्चमा लगाउँदाखेरि यसले गएर पेन्सिल्भेनियाको गभर्मेन्टको डेटाबेसमा गएर खोज्छ र त्यो सर्भिस रेजिस्टर भएको यहाँले पत्ता लगायो भने अनि लिस्ट गरिदिन्छ तल दिएको मध्येमा कुन चाहिँ तपाईँको बिजनेस हो। र यहाँनिर गल्ती गर्नु हुँदैन, अरूको बिजनेस सेलेक्ट गर्नु हुँदैन र तपाईँकै आफ्नै बिजनेस यहाँ पनि थुप्रै गोल्डन गेट होम भनेको छ अनि अरू सिमिलर छन्। तर तपाईँले आफ्नो एज अ ओनर अफ द बिजनेस तपाईँले आफ्नो नै सेलेक्ट गर्नु होला है त। रेजिस्ट्रेसन नम्बर पनि त्यहाँ देखिएको छ, त्यसले गर्दाखेरि यति बेला ढुक्क भयो। ल तपाईँको बिजनेस त भेट्यो। अब अरू केही इम्पोर्टेन्ट कुराहरू छ, जस्तै तपाईँको वेबसाइट छ कि छैन होइन। वेबसाइट छ भने यहाँ लगाइदिनु होला ताकि तपाईँको क्लाइन्ट्सले अझै डिटेलमा तपाईँलाई हेर्न पाउनुहुन्छ। र भए तापनि म अहिले लाउँदिनँ भन्नुहुन्छ भने केही छैन, स्किप गरिदिनु होला। र कन्ट्याक्ट पर्सन, अब कन्ट्याक्ट पर्सनमा हुएभर अब ठुल्ठुलो बिजनेसहरू के हुन्छ भने बिजनेस एउटाको नाममा रेजिस्टर्ड भए तापनि कन्ट्याक्ट होइन यताउता आदान प्रदान गर्ने, कम्युनिटीमा रिच आउट गर्ने अरू नै हुन्छन् मार्केटरहरू। उहाँको कन्ट्याक्ट नम्बर कन्ट्याक्ट नेमहरू बिजनेसलाई अथवा हामीले के कसम तपाईँको बिजनेस सम्बन्धी केही क्वेसनहरू गर्नु पर्यो अथवा केही अलिकति समन्वय गर्नु पर्यो भने हामीले रिच आउट गर्नुपर्ने हुन्छ। त्यसका लागि कसलाई चाहिँ रिच आउट गरौँ त, यो चाहिँ बिजनेसका लागि है त। र कुनै पनि यो पब्लिकमा देखाइँदैन। पब्लिकमा देखाउने बिल्कुलै अर्को एउटा फर्म आउँछ, तपाईँले यो चाहिँ म पब्लिकमा देखाउँछु, प्रायः तिनीहरू पनि अप्सनल हुन्छन्, त्यो भरिदिनु होला काफी। यो चाहिँ भनेको तपाईँले आफ्नो सर्भिस जो गर्नुहुन्छ कम्युनिटी फर कम्युनिटीमा अनबोर्ड गराउँदै हुनुहुन्छ है त। ल त्यो नामहरू, ल अब तपाईँ त्यो रेजिस्टर्ड बिजनेस कुन स्ट्रिटमा थियो अघि भेटिएको होइन। मैले डमी एउटा राखेको छु, 1 to 3 मेन स्ट्रिट जस्ट डमी, अनि पिट्सबर्ग GH। ल त्यो पिट्सबर्गको अरे पेन्सिल्भेनिया त अघि उताबाट आयो, अथवा अर्कै पनि थियो कन्ट्याक्ट गर्नुको लागि होइन। यो बिजनेस पेन्सिल्भेनियामा रेजिस्टर्ड भए तापनि यो चाहिँ कन्ट्याक्ट पर्सनको है त। तपाईँ अर्कै काहीँ पनि त हुन सक्नुहुन्छ नि त, त्यसले गर्दा यो सबै यहाँ अर्कातिर पनि दिनुपर्ने हुँदो रहेछ। ठिक छ। अनि तपाईँको जिप कोड चाहिँ के हो त, यो विशेष गरी त्यो सर्भिस जो सर्भिस कन्ट्याक्ट पर्सनको डिटेल है त यो। अनि फोन नम्बर अफ द्याट पर्सन। ल ठिक छ। अनि यो इम्पोर्टेन्ट कुरा हो, यहाँनिर चाहिँ तपाईँले सर्भिस कहाँ अफर गर्नुहुन्छ, स्पेसिफिक जिप कोड छन् कि होइन। जस्तै भनौँ यहाँ ओहायोको लागि अथवा रेनल्ड्सबर्गको छेउछाउको लागि म एउटा उदाहरण दिन्छु है त। यहाँ अघि मैले सेलेक्ट गरेकाले गर्दा यसले अलिकति मन पराएन, ठिकै छ। त्यहाँ जाँदाखेरि अब यहाँ आउँछ र रेनल्ड्सबर्ग, ल पिकरिङटन 43147 पिकरिङटनमा गर्छु, अनि रेनल्ड्सबर्गमा पनि गर्छु, अनि ब्ल्याक लेक ओहायो
सायद मलाई थाहा छैन, अथवा वाटेभर 43008 है त, मैले जस्ट इक्जाम्पल दिएको है त। अनि पटसकलामा गर्छु, अनि वेस्टरभिलमा गर्छु, कहाँ सर्भिस प्रोभाइड गर्छु त्यहाँ सबै इन्क्लुड गर्छु यहाँ। अथवा एन्टायर स्टेटमै गर्छु भन्नुहुन्छ भने ठिकै छ, लोन अफिसरहरू अथवा ठुल्ठुलो अथवा रियल इस्टेट सर्भिस अथवा ट्याक्स प्रिपेरेसनहरू होइन, म अनलाइन ट्याक्स प्रिपेरेसन गर्छु, अथवा सबै एन्टायर स्टेट तपाईँ सर्भिस प्रोभाइड गर्नुहुन्छ भने त्यो गर्नु होला। अहिले स्पेसिफिक तर यो इम्पोर्टेन्ट कुरो के छ भने तपाईँले क्लाइन्टलाई भरे जिप कोड लगाएर खोज्दा तपाईँ त्यो सर्चमा आउनु पऱ्यो नि, हो त्यो ठक्कै तपाईँले एन्टायर स्टेटको लगाइदिनु भयो भने र सर्भिस प्रोभाइड गर्नुहुन्छ भने उहाँले यो अब स्टेट अफ ओहायोको जुनै पनि अथवा स्टेट पेन्सिल्भेनियाको जुनै पनि जिप कोड लाउँदा तपाईँ सर्चमा पर्नुहुन्छ, विच इज गुड। तर तपाईँले त्यो सर्भिस नै प्रोभाइड गर्नुहुन्न भने त्यो चाहिँ ब्याड भयो नि त। त्यसले गर्दाखेरि स्पेसिफिक तपाईँ प्लम्बर हो र तपाईँ सानो कम्पनी हो भने धेरै टाढा ओहायोको ग्यालियन ओहायो त्यतातिरको लाउनु भयो तपाईँ पुग्नु पऱ्यो नि त्यहाँनिर काम गर्न होइन। त्यसले गर्दाखेरि तपाईँ पिकरिङटनतिर बस्नुहुन्छ भने त्यो छेउछाउको जिप कोड लगाइदिनुहोस्, पिकरिङटन रनल्सबर्ग 43068 पचेस्ट है त। ल यो भयो। अब सर्भिस क्याटेगोरी तपाईँ कुन के सर्भिस दिनुहुन्छ, धेरै छ यहाँनिर है त। मैले एउटा पढ्छु होम इम्प्रुभमेन्ट सर्भिस, अब यसमा प्लम्बिङ, रुफिङ, पेन्टिङदेखि लिएर धेरै घरको सम्बन्धी र यसलाई टपमा पनि राखिएको छ। यो हाइली टप रेटेड सर्भिस अथवा टप निडेड सर्भिस पनि हो। तपाईँको बिजनेस छ, सप छ, दोकान छ, तपाईँ फोटोग्राफी गर्नुहुन्छ, तपाईँ इन्सुरेन्स सर्भिस प्रोभाइड गर्नुहुन्छ, तपाईँ जेनरल ह्यान्डिम्यान सर्भिस प्रोभाइड गर्नुहुन्छ, तपाईँ डेकोरहरू सम्बन्धी, ट्रान्सपोर्टेसन, लन केयर, कार डिटेलिङ, पर्सनल केयर, टिचिङहरू गर्नुहुन्छ, मन्दिरको सर्भिस दिनुहुन्छ होइन, मन्दिरको सेवाहरू के छ अब त्यो दिनुहुन्छ। फर इक्जाम्पल म अहिले त्यो अघि सेलेक्ट गरे अनुसार चाहिँ हो गोल्डन होम इम्प्रुभमेन्ट चाहिँ होम इम्प्रुभमेन्ट नै हो, त्यसले गर्दा मैले यसलाई इक्जाम्पल लिएँ है त। र त्यो सम्बन्धी तपाईँ रुफर हो कि प्लम्बर हो कि इलेक्ट्रिसियन हो कि कुन चाहिँ पेन्टर हो कि होइन, साइडिङहरू गर्नुहुन्छ या कुन गर्नुहुन्छ, एप्लायन्सेस इन्स्टलेसनहरू गर्नुहुन्छ या कुन गर्नुहुन्छ। फर इक्जाम्पल अहिले म त्यो गोल्डन होम इम्प्रुभमेन्ट एउटा इक्जाम्पल, उहाँ रुफर नै हुनुहुन्थ्यो र म रुफिङ सम्बन्धी म यो गर्छु, यो चाहिँ गर्दिनँ तर यो चाहिँ गर्छु है त, त्यसरी गर्नु पर्यो यहाँनिर। र यो सबै खासै किवर्डमा पर्दैन है त यो, तर किवर्डमा तपाईँले बिजनेस प्रोफाइल जब क्रिएट गर्नुहुन्छ नेक्स्ट टाइम यो सर्भिस अनबोर्ड गरिसकेर बिजनेस प्रोफाइल गर्नुहुन्छ हो त्यहाँनिर चाहिँ तपाईँले पब्लिकमा जाने अथवा पब्लिकको सर्चमा पर्ने क्राइटेरिया आफै लेख्न सक्नुहुन्छ, ताकि होइन रुफर नियर मी अथवा साइडिङ रुफ लिक नियर मी वाटेभर उहाँले जे सर्च गर्न सम्भावना जस्तो बुझ्नुहुन्छ तपाईँ त्यो त्यहाँ लगाइदिनुपर्छ, अहिले चाहिँ होइन, पर्दैन। र यहाँ सेलेक्ट गरेकोले त्यति असर पनि गर्दैन है त। ल नेक्स्ट गरौँ। अनि प्रोफेसनल लाइसेन्स अनि त्यसको भेरिफाइड सिल, तपाईँ यहाँ यसो हेर्नुभयो भने एउटा इक्जाम्पल दिन्छु म है त। यो होम रिपेयर्स कनेक्ट एलएलसी उहाँ भेरिफाइड हुनुहुन्छ, किनकि उहाँले सबै आफ्नो डकुमेन्ट्सहरू प्रोभाइड गर्नुभएको छ ताकि कम्युनिटी फर कम्युनिटीले भेरिफाइड सिल प्रदान गर्न सकोस्। तपाईँले यो चाहिँ बिजनेस सम्बन्धी होइन है त, तपाईँको अकुपेसनल लाइसेन्स, तपाईँ इलेक्ट्रिसियन हो भने तपाईँ लाइसेन्स्ड हुनु पर्यो नि त, तपाईँ प्लम्बर हो, तपाईँ रुफर हो भने लाइसेन्स्ड रुफर हुनुपर्छ हो, त्यो अकुपेसनल अथवा प्रोफेसनल है त, त्यो तपाईँको छ भने त्यो प्रोभाइड गर्नु होला, ताकि तपाईँलाई कम्युनिटी फर कम्युनिटीले यस्तो खालको भेरिफाइड सिल प्रदान गरोस्, ताकि तपाईँ खुला रूपमा होइन जब एपोइन्टमेन्ट लिने तपाईँलाई कन्ट्याक्ट गर्ने क्लाइन्ट्सहरूले पनि ओके फिल गुड गरून् है त। अहिले सजिलोको लागि मैले भनिदिन्छु, पर्दैन र पनि, तर तपाईँलाई भेरिफाइड सिल दिन चाहिँ सकिँदैन। तपाईँको छ र दिनुभयो र तपाईँले सर्भिस प्रोभाइड गर्नुभएको जरुरत थियो र तपाईँले दिन सक्नु भएन अथवा दिनु भएन भने पनि ठिकै छ, तर कम्युनिटी फर कम्युनिटीले भेरिफाइड सिल दिन सक्दैन। तर त्यो राम्रो हो कि नराम्रो तपाईँ आफै सोच्नु होला। यस भन्नुभयो भने डिटेल दिनु होला, अनि भरे डकुमेन्ट पनि अपलोड गर्नु होला। नभन्नु अहिले म ट्राई आउट गर्छु केही छैन भनेर नेक्स्ट गर्नुभयो भने ठिकै छ, तर तपाईँले जरुरत त थियो र तपाईँले दिनु भएन भने तपाईँको रेस्पोन्सिबिलिटी कम्युनिटी फर कम्युनिटीमा उहिरहन्छ, जो तपाईँले एज ए भेरिफाइड अथवा तपाईँ लाइसेन्स्ड प्रोभाइडर हो। यो अलिकति तपाईँलाई आफ्नो दायित्व सम्बन्धी, आफ्नो जिम्मेवार सम्बन्धी यसो रिमाइन्डर गराइएको मात्रै हो। र एक्नोलेज गर्नुहोस्, ल ठिक छ मैले पढेँ बुझेँ, ल ठिक छ म मेरो जिम्मेवारी म निभाइरहन्छु, अथवा म कुनै यहाँ नराम्रो काम गर्न आएको होइन भन्ने खालको, नराम्रो काम गर्न कोही पनि आउनुहुन्न, यसो त्यो एउटा फर्मालिटी मात्रै हो।
पछाडि फेरि त्यो इन्फर्मेसन दिने त्यो पनि सेटअप गरेको छ, केही छैन। अहिले नभनिदिनु भयो भने केही छैन। छिटै सक्नका लागि रेजिस्ट्रेसन सक्नका लागि यो इन्सुरेन्सको कुरा गर्छ। तपाईँले यस भन्नुभयो भने इन्सुरेन्स सर्भिस प्रोभाइड इन्फर्मेसन दिनुपर्ने हुन्छ, र नभन्नुभयो भने, किनकि तपाईँलाई इन्स्योर्ड भनेर लगाइन्छ होइन, अनि यो सिस्टममा तपाईँ इन्स्योर्ड हो भनेर लगाइन्छ। तपाईँले यस भनेर दिनुभयो भने र त्यसले गर्दा तपाईँले क्लाइन्ट्सहरूलाई ट्रस्ट दिन सक्नुहुन्छ। नभन्नुभयो भने हामीले त्यो इन्स्योर्ड भन्न सक्दैनौँ। अब अहिले नगर्दा केही छैन, समस्या छैन। अनि एग्री गर्नु होला। यो मैले पहिल्यै टर्म्स एन्ड कन्डिसन्स हल्का होइन पढ्नुहोस् अनि एग्री गर्नुहोस्, अनि सर्भिस, अनि सक्यो। तपाईँले अघि यो अप्सनल हो है त, यहाँ राम्रो हेर्नु भने अप्सनल। तपाईँले अघि यस भन्नुभएको थियो त्यो डकुमेन्टमा होइन, म अकुपेसनल लाइसेन्स छ मेरो भन्नुभएको थियो भने अपलोड गर्नु होला, त्यो रिक्वायर्ड हुन्छ। र अहिले अप्सनल छ, यो स्किप गर्दा भयो। अनि अर्को यो अप्सनल फेरि इन्सुरेन्सलाई यस गर्नुभएको थियो भने इन्सुरेन्स प्रोभाइड गर्नु होला, ताकि हामीले भेरिफाइड अथवा इन्स्योर्ड सर्भिस प्रोभाइडर हो भन्न पाऊँ होइन। र त्यो छैन भने ठिकै छ। यो कसरी थाहा पाउनुभयो हाम्रो यो विषयमा भन्ने कलङ्कुलङ, यसको छोडिदिनुहोस्, पर्दैन, केही पनि छैन। र अन्तिममा कम्प्लिट रेजिस्ट्रेसन यति गरिसकेपछि होइन तपाईँले अनि फाइनलाइज रेजिस्ट्रेसन गर्दाखेरि तपाईँको सर्भिस अनबोर्ड हुन्छ है त। ल, यति नै, धन्यवाद।